उत्तम भेटवालज्यूलाई अनुरोध गर्छु। त्यसपछि विशिष्ट अतिथि बमबहादुर थापाजीतालीज्यूलाई अनुरोध गर्नेछु। अहिले लक्ष्मीप्रसाद मिश्र, त्यसपछि उत्तम भेटवाल। धन्यवाद। यस कर्मदास सृजना मंचका अध्यक्ष एवं कुशल कार्यक्रम सञ्चालक जगदीश्वर गुरुमा म लमजुङबाट लक्ष्मीप्रसादको साहित्यिक अभिवादन। मैले विशेष कामले गर्दा म आज ढिला जोडिए, माफ गर्नुहोला। मैले आज चारु लिएर आएको छु। शीर्षक दिएको छु जातीय विभेद हट्नुपर्छ। राष्ट्रिय झण्डा सिउनी सानो जातमा घट्ता रहेछन्। राष्ट्रिय झण्डा सिउनी सानो जातमा घट्ता रहेछन्। उसैले नै काट्या ध्वजा मन्दिरमा चढ्दा रहेछन्। पञ्चै बाजा बजा हुन दर्जीलाई बोलाएका। पञ्चै बाजा बजा हुन दर्जीलाई बोलाएका। विवाहमा जाँदाखेरि उनै अघि बढ्दा रहेछन्। विवाहमा जाँदाखेरि उनै अघि बढ्दा रहेछन्। रगत र वैंशाह पनि आपतमा चालिसक्यो। रगत र वैंशाह पनि आपतमा चालिसक्यो। ब्राह्मण बिमार हुँदा खुन दिन सर्दा रहेछन्। ब्राह्मण बिमार हुँदा खुन दिन सर्दा रहेछन्। कति साह्रै हेपेका हुन् यी नेपाली जातलाई। कति साह्रै हेपेका हुन् यी नेपाली जातलाई। कपडा नि सिला हुँदा बाली शेरमा भर्दा रहेछन्। कपडा नि सिला हुँदा बाली शेरमा भर्दा रहेछन्। पशु मर्दाखेरि पनि लौन आइज भनेका। पशु मर्दाखेरि पनि लौन आइज भनेका। गाई भैँसी मर्यो भने गाड्दा उनै झाड्दा रहेछन्। गाई भैँसी मर्यो भने गाड्दा उनै झाड्दा रहेछन्। बेहुलाले लाउने जुत्ता तिनैले नै सिलाएका। बेहुलाले लाउने जुत्ता तिनैले नै सिलाएका। कुहिएको सिनु गाड्न दलित नै खट्दा रहेछन्। कुहिएको सिनु गाड्न दलित नै खट्दा रहेछन्। यस्तो प्रथा हट्नु पर्छ सबै जात बराबरी। यस्तो प्रथा हट्नु पर्छ सबै जात बराबरी। दुई जन्ती भेट हुँदा उनै दर्जी लड्दा रहेछन्। दुई जन्ती भेट हुँदा उनै जन्ती लड्दा रहेछन्। राष्ट्रिय झण्डा सिउनी सानो जातमा घट्दा रहेछन्। उनैले नै काट्या ध्वजा मन्दिरमा चढ्दा रहेछन्। उनैले नै काट्या ध्वजा मन्दिरमा चढ्दा रहेछन्। जय साहित्य, जय कर्मदान। नमस्ते। उनैले नै काट्या ध्वजा मन्दिरमा चढ्दा रहेछन्। हाम्रो वर्तमान सामाजिक अवस्थालाई यहाँको लक्ष्मीप्रसाद मिश्रको यो कविताले छर्लङ्ग बनाएको छ। हामीले विभेद गरेकै कारण हामीबाट टाढिने अवस्थाहरू सृजना भइरहेको छ र हामीलाई हरेक कार्यमा भने चाहिने अनि त्यसमा पनि हामीले विभेद गर्ने भन्ने किसिमको यो सन्देश बोकेको यो कोमल शब्दले विरचित यो सृजना वाचन गर्नुभयो, हामीलाई मुग्ध बनाउनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। अब म उत्तम ढकालज्यूलाई